सो हेलो गाइज हस् एभ्रीबडी आई होप सबैजना सन्चै राम्रो हुन्छ र म पनि सन्चै राम्रो छु र आइसकेको छु म नयाँ भ्लग लिएर होइन। सो गाइज के त सबैजना लङ टाइम नो सी धेरै पछि भ्लग गर्दैछु गाइज मैले होइन, किनभने धेरै ग्याप भइरहेको थियो। लास्ट टाइम धेरै अगाडि भ्लग हानिरहेको थिएँ होइन। अनि अहिले चाहिँ मेरो लगभग इस्टर होलिडे छ होइन, 2 विकको सक्ने लागिसक्यो। अब जस्ट 1 विक मात्रै बाँकी छ। अर्को विकदेखि चाहिँ मेरो युनिभर्सिटी फेरि सुरु हुन्छ। 2 हप्ता चाहिँ बिदा थियो, त्यही बसेरै गयो। सो आज चाहिँ हामी ग्रोसरिज लिन जाँदैछौँ होइन। सो यस्तो छ यहाँ चाहिँ इस्टर भनेर चाहिँ एउटा फेस्टिभल रहेछ। मलाई चाहिँ नेपाल हुँदाखेरि चाहिँ मलाई इस्टर भन्ने नाम पनि थाहा थिएन होइन। सो यहाँ आएपछि मात्रै थाहा भयो यस्तो यस्तो रहेछ। त्यो यिनीहरूको चाहिँ ठुलै चाड रहेछ क्या इस्टर भनेर चाहिँ। सो हामीलाई चाहिँ थाहा छैन, मलाई नलेज पनि छैन त्यो कुरामा। जे होस् बिदा पायो त्यही ठुलो कुरा हो होइन। सो अहिले चाहिँ हामी ग्रोसरिज लिन जाँदैछौँ होइन। अनि म तपाईँहरूलाई आज चाहिँ के देखाउँदैछु भने यहाँनिरको सामान मान्छे नेपालमा बस्ने मान्छेहरूलाई कति क्युरियोसिटी हुन्छ नि त, विदेशमा सस्तो हुन्छ कि महँगो हुन्छ, के कति पर्छ भनेर होइन। सो तपाईँलाई मैले आज सबै सामानहरू कति पर्छ भनेर पनि देखाउँछु। अनि हामी हाम्रो सामानहरू पनि लिन जान्छौँ होइन। सो त्यही हो गाइजहरू, हामी जाँदैछौँ। अब इन्डिया लगभग 15 मिनटमा पुगिन्छ। त्यही हो, बिस्तारै हिँड्यो नि 15 मिनटमा पुगिन्छ। सो यस्तो छ यहाँ चाहिँ बाटोभरि गाडी छ। यिनीहरूको चाहिँ अहिले पनि त्यो फेस्टिभल चलिरहेको छ क्या। यिनीहरू राति पनि घरको छिमेकी हाम्रो घरको हाम्रो घरको छिमेकीमा एउटा खैरिन्छ क्या। अनि तिनीहरू पुरै राति हल्ला गरेर आउँछ अहिले। सो उसले झोला लिन जान्छ, किनभने झोलामा बोकेर आउनुपर्छ कि चामल तरकारी सबै आउनुपर्छ नि त। गाईहरू गाह्रो नेपालमा हुँदाखेरि घरमा आफ्नै घरमा घरको फ्रिजको सामान पनि थाहा हुँदैन थियो। घरमा के छ कहाँ छ के छ केही थाहा हुँदैन थियो। यहाँ आएपछि सबै आफै ल्याउनु पऱ्यो। गाह्रो पो छ त घरमा। नेपालमा हुँदाखेरि मलाई लिटरली क्या घरमा के पाकेको छ होइन, घरमा तरकारी के छ सामान के छ केही थाहा हुँदैन थियो किचनको त। सो यहाँ त अब सबै आफैले हेर्नु पऱ्यो, के ल्याउनुपर्छ भने त सबै गर्नु परेको छ। ठिकै छ। सो अब लिएर जानुपर्ने हुन्छ। एकछिन साथीलाई कुर्छु मैले। यहाँ चाहिँ अहिले ठ्याक्क समर लाग्यो होइन, पुरै हरियाली हुँदै आएको छ। तपाईँहरूलाई मैले नेक्स्ट भ्लगमा यहाँको पार्कहरू पनि राम्ररी देखाउनेवाला छु है। सो गाइस त्यही हो, ल एकैछिनमा भेट्छु तपाईँहरूलाई मैले। अहिले यहाँको हरियाली देखाउँदैछु, गाडी ल्याएर हान्दैन भन्ने डर मात्र हो होइन। सो हेर्नु है त कस्तो राम्रो छ ल, हेर्नु पुरै यहाँ फुलहरू देख्नुहुन्छ होइन। ल फुल हेर्नु होइन, यो भयो अनि यो फुल भयो अनि ग्रासहरू हरियो छ। ठ्याक्क लाएर मिलेको छ होइन। सरको ल देख्नुहुन्छ है कस्तो दामी छ चट्टको। अनि यहाँ ठ्याक्क रुखहरू छ है। ठ्याक्क यो नेपालमा भयो यसलाई चोक भनिन्थ्यो होला, यहाँ के भन्छ मलाई थाहा छैन, यहाँ घोड्समा होइन। सो गाइस म अब यहाँ बाटो चढ्नुपर्ने हुन्छ। सो गाडीहरू कतिखेर आउँदैन तब ट्याक्क दौडिन्छु म। सो अब गाडी नआउने इन्तजारमा छु म। फेरि हान्ने भन्छ छैन नि होइन नयाँ लुजहरू। ल म दौडी केटा हो, दौडी रापसिङ। सो हरियाली छ, राम्रो छ चट्टको। के रुख हो यो यिनीहरू है। यस्तो राम्रो छ गाईहरू भन्नु अहिले ब्लुमिङ हुँदै के भन्छ ब्लुमसिङ के त्यस्तै छ, फुल्दै छ। म यहाँ सुरुमा आउँदाखेरि यो रुखहरू सबै उजाड थियो क्या, कुनै पनि पातै थिएन। अब चाहिँ फुल्दैछ। सो राम्रो हुँदैछ अब होइन। ठिकै छ, सबै देखाइहाल्छु नि तपाईँलाई। म किन आतिनु भएको, हामी 10 मिनट जति हिँड्नु चाहिँ हामी कतारमा हिँडिरहेको छौँ, किनभने हामीलाई हतार छैन केही पनि होइन। सो गाइज अनि मैले कति देखिरहेको हुन्छु कि होइन, मलाई नै मेसेज आइरहेको हुन्छ धेरैचोटि धेरै ठाउँमा युके कस्तो छ, यहाँ आउँदा ठिक होला कि नआउँदा ठिक होला भनेर होइन। सो तपाईँहरूले यदि युके आउने सोच छ भने चाहिँ होइन, सबभन्दा पहिला चाहिँ अलिक एक्सपिरियन्स मान्छे हुन्छ नि, यहाँ सबै 2-4 वर्ष बसेको मान्छे होइन, उनीहरूले दुःख पनि भोगेको सुख पनि भोगेको, युकेको ब्याड साइड पनि देखेको गुड साइड पनि देखेको मान्छेहरूलाई सोध्नु होला। किनभने म त भर्खर आएको गाइजहरू, म त भर्खर आएको हो होइन, त्यही भएर मलाई त खासै थाहा छैन केही पनि होइन। सो किनभने हामीले त यहाँ दुःख नै गरेर हामी सोध्नु त दुःख नै पाइरहेको हाम्रो, हामीबाट पोजिटिभ रिभ्यू आउँदैन गाइज होइन। भर्खर आएको मान्छेलाई नसोध्नु होला। कन्सल्टेन्सीलाई पनि त्यति बेसी नसोध्नु, अलिअलि इन्फर्मेसन लिनु ठिक छ होइन। कन्सल्टेन्सीले पनि उनीहरूको त बिजनेस हो, उनीहरूले जानै भनिदिन्छ राम्रो नै छ भनिदिन्छ होइन। यदि तपाईँलाई जेन्युन के अरे इन्फर्मेसन चाहिन्छ भने चाहिँ युकेमा बस्नुभएको हाम्रो दाइ दिदीहरू हुनुहुन्छ नि ठुल्ठुलो, अलि कपाल अफ इयर बस्नुभएको उहाँहरूलाई सोध्नु होला। न्यु कमर्स आउने सोध्नुहुन्छ भने। सो यति चाहिँ भन्न चाहन्छु है। सो अहिले भर्खरको म जस्तो मान्छेहरूलाई सोधेर केही पनि हुँदैन है गाइस। मैले फेरि यो मेसेज आयो भनेर उ गरेर खोजेँ होइन, त्यस तपाईँहरूलाई एउटा साँच्चीकै एउटा रियल इन्फर्मेसन हो यो चाहिँ होइन। सो त्यही हो, आफैले सोध्नु नि एकचोटि। हामीले दुःख मात्रै पाखा दुःख मात्र भन्छौँ है, उनीहरूले त अब सुख पनि थाहा हुन्छ दुःख पनि थाहा हुन्छ।
उनीहरूले एनालाइज गरेर राम्ररी भनिदिन्छ होइन, त्यही हो। सो गाइज होइन अझ के भन्नु, सो यही मडिल्लोको रुख हो यो चाहिँ, मडिल्लो भने थाहा कि होइन है, यही हो मडिल्लो। हामी भनिन्छ हामीले ल यहाँ खोला चुला खा ल जानु पऱ्यो, मिठो हुन्छ। ALDI अल्डी होइन, यहाँ लन्डन यहाँ युकेमा चाहिँ अल्डी, टेस्को अनि लिडल, आइसल्यान्डहरू होइन, अनि सेन्सबरी भन्नेहरू सब, सेन्सबरी के भन्छ त्यसलाई, त्यही त होला नि, तिनीहरू हुन्छ होइन। अनि त्यस्तोबाट सामान किन्ने हो। तपाईँको कार्ड सिस्टम हो, तपाईँलाई मैले आज पुरै देखाइदिइहाल्छु है। त्यो गाइज अनि यहाँ चाहिँ म्याकडोनाल्ड छ, अनि त्यहाँ KFC छ, त्यो त्यहाँ ऱ्यापस्याप खानु मन लाग्यो भने त्यहाँ गएर खान्छौँ होइन। अनि त्यहाँबाट आइसल्यान्ड छ, अनि मोरिसन छ त्यहाँ। सो यहाँबाट चाहिँ इन्डोर हो होइन, अटोमेटिक डोर छ, यो पनि अटोमेटिक डोर हो। अनि यहाँनिर यस्तो बुफेटहरू छ। अनि गाइज अब यहाँबाट हामी सामान लानुपर्ने हुन्छ अरे, यहाँ फ्रुटहरूको प्राइसिङहरू यस्तो छ। ल हेर यो यहाँ यो पाउन्डमा छ होइन, यो हिसाब गरेर केमा गर्नु भन्दाखेरि तपाईँहरू 180 डिभाइडेड इन्टु गर्नु होइन, अनि कति पर्छ भने थाहा हुन्छ। सपोज यसको 0.89 छ भने 0.89 इन्टु 180 गर्नु, अनि नेपालमा कति पर्दो रहेछ भने थाहा हुन्छ होइन। यो ब्लुबेरी भयो, अनि यो रातो अङ्गुर रहेछ, यो हरियो अङ्गुर भयो होइन, अनि यो स्ट्रबेरी छ यहाँ, अनि यहाँ मिक्स फ्रुटहरू छ, यहाँ कालो अङ्गुरहरू छ, पाइनएप्पलहरू सबै फ्रुटहरू पाइन्छ। यो यहाँतिर देख्न सक्नुहुन्छ, केराहरू पनि छ होइन। अनि यहाँ सुन्तलाहरू छ, अनि यहाँ नरिवल छ, अनि यहाँ कागती होला आई थिङ्क, यो के हो पहिला हामी चाहिँ अब यहाँ च्याउसाउ के लान्छौँ, हामी यो फ्रुटहरू लाँदैनौँ होइन। अनि च्याउ लानुपर्ने हुन्छ गाइज एउटा होइन, यस्तो धेरै लगाएर पनि काम हुँदैन, त्यो 2-4 दिनलाई पुग्ने गरी लाने, अनि फेरि लिन आउने हो। मकै, सो गाइज मकैहरू पनि छ यहाँ होइन, यही हो ब्रोकौली भयो। अनि यो चाहिँ के हो थाहा छैन मलाई, यसलाई के भन्छ, के हो यो, त्यो टुटेको बन्द होला क्या हो, डाइस्ड अनियन रे। अनि यो मिक्स्ड भयो होइन, यहाँ चाहिँ सबै मिक्स छ, गाजर छ, ब्रोकौली छ, काउली छ होइन। अनि त्यसपछि हामीले यहाँबाट बन्दा लानु पर्थ्यो, बन्दा नि ठिक लाग्छ मलाई, बन्दा छैन क्या, बन्दा सकाएर चाहिँ क्या हो, बन्दा सकाएर रहेछ। ल तपाईँहरूले अरूहरू पनि हेर्न सक्नुहुन्छ, त्यो पनि मिक्सै रहेछ। सो अब यहाँनिर चाहिँ यस्तो यस्तो छ रेडिमेड फुडहरू होला यिनीहरू चाहिँ आई थिङ्क। अनि यहाँ चाहिँ मासुहरू छ, यस्तै सबै यो फ्रिजमा प्याकेटमै आउँछ है गाइजहरूको चाहिँ होइन। अनि हामीले चाहिँ कुन लान्छ भन्दाखेरि हामीले लाने गरेर चाहिँ के हो भन्दाखेरि तपाईँलाई मैले देखाइदिन्छु होइन। 4.25 वाला योवाला चिकन लान्छौँ हामीले, सिँगै 4.25 वाला यो चिकन लान्छौँ हामीले। ओइ सरी 4.25 इन्टु 1.80 गर्नु 1 केजी हुन्छ होइन, 1 केजी होइन 1.5 केजी जति हुँदो रहेछ। अनि चाहिँ पोर्कहरू, अनि यहाँ बिफ सिप पाउँछ, बिफ सिपमा हामी हेर्दैनौँ। मलाई एउटा मात्र प्रार्थना छ कि होइन, यो बिफ चाहिँ झुकिएर थाहा नभएर कहिलेकाहीँ त्यतिकै हावा भएर खाँदाखेरि नपरोस् भगवान्, त्यति मात्र अरू त थाहा छैन, जानी खाइ परिँदैन, मिस्टेक भएर गयो भने छुट्टै कुरा। यहाँ पोर्कहरू पनि छ सबै चाहिँ, यहाँ चाहिँ बफ चाहिँ पाउँदैन। अनि यो दुधहरू छ होइन, दुधहरू पनि छ, अनि त्यसपछि गाईहरू होइन, अनि पुरै के छ यो फ्रुट जुसहरू। अनि त्यसपछि पखायो त गाईहरू तपाईँलाई म एकछिनमा देखाउँछु, पहिला हामी सामान लिउँ हाम्रो। अनि के लिनु पर्यो, चामल लिनु पऱ्यो होइन, ल चामल लिउँ। आइरिसहरू यहाँ पिज्जाहरू छ होइन, पिज्जा 1.09 योवाला पिज्जा आउँछ, चिज पिज्जा होला त्यो। अनि के छ खानेकुरा मैले कति त हामीले हेरेकै खाने यो पेप्सीहरू छ, 0 सुगरवाला पेप्सी, अनि 0 सुगरवाला जुसहरू हुन्छ यहाँतिर चाहिँ। के छ यो के हो यो क्रिम हुन्छ, हेर्नु थाल्यो भने क्रिमेरी हुन्छ। ल यस्तै हो गाइजहरू होइन। हामीले यहाँ कहाँ के लान्छौँ, आलु लानु पर्ने हुन्छ, आलु लाने होइन यही लिएर जाउँ। सो त्यो आलु लानु पर्ने हुन्छ हामीले, प्याज छ जस्तो लाग्छ, लसुन नि हाल उति हाल, लसुन हाल प्याज छ जस्तो लाग्छ, प्याज त प्याज छ हामीसँग होइन। अनि हामीले यहाँबाट कोहीबाट लानु पऱ्यो, कोहीबाट हालौँ होइन। अनि त्यहाँ चामल हाल्छौँ हामीले। सो यस्तो छ प्राइसिङहरू चाहिँ। ए दाल हो यो चाहिँ, दालहरू चाहिँ छ होला घर मेरो। अनि यहाँनिर पास्ताहरू पनि पाउँछ है, पास्ता। अनि यो
लल्ली लल्ली हाल जति हाल्नु मन लाग्छ हाल्नु नि आफैले खाने हो होइन अनि के छ हाल अनि के हो यो फ्रुटहरू टन्नै छ के होस् अनि यहाँ गिफ्ट कार्डहरू पनि छ है गुगल प्लेहरूको कार्डहरू पनि छ अनि डग फुलहरू के पनि छ के लानु पनि छ के लानु भने बिर्सिएँ मैले आफै बिर्सेँ हामीले के खोले अब क्याबेज छैन क्याबेज छैन क्याबेज छ लैजाउँला नि जे भयो नि हामीले पहिला के खोज्या एउटा के खोज्या हामीले तेल खोज्या तेल गर्दा हो उताबाट होला तेल चाहिँ सक्यो खाइ झन्डो घरमा तेल चाहिँ तेरो चाहिँ पुरै टाइम पनि सक्यो ठुलो बोतल लगाएको थियो जर्किन सक्यो 1 महिनादेखि चल्यो अनि सक्यो सानोवाला लाग्यो हामीले सो पानीहरू छ अनि ब्रेडहरू भयो सर्ट्स ब्रेडहरू अनि त्यहाँदेखि पम्पहरू टाइपको छ पहिला मैले यहाँको ड्रिङ्क्सहरू देखाउँथेँ त ड्रिङ्क्सहरू यिनीहरू चाहिँ बियरहरू होला आई थिङ्क 5.75 अनि यिनीहरू रक्सीहरू के हो त्यो प्याकेटवाला त्यसो क्या हो अनि यहाँनिर हार्ड ड्रिङ्कहरू छ यिनीहरू के हो अब उनीहरूको केही पनि थाहा छैन यो है ल यस्तो छ धेरै सबैले मल्टिप्लाई गर्नु होला थाहा होला नेपालको कति कति मान्छेहरूलाई खाने मान्छेहरूलाई मजाले अनि यहाँ चाहिँ यहाँनिर लहरू यस्तो दामी दामी छ हो सो आइजी रक्सीहरू हेर्ने त तपाईँहरूले मजाले चट्ट लाएर है हेर्दाखेरि यो जुसहरू छ जस्तो होइन पुरै कलरफुल होला होइन त्यस्तै हो अनि यिनीहरू चाहिँ रेडिमेड फुडहरूलाई सी फुडहरू रहेछ क्या यहाँ चाहिँ देख्न पनि मलाई सिरिङ लाग्छ तर यो कुनै हाम्रो सपिङ चाहिँ यति हो गाइज होइन कोक तेल अनि काउलीफ्लावर चामल के ल्यायो हामीले यति हो अरू केही लाँदैन हामीले गाईहरू होइन के भन्नुहरू त अनि ठ्याक्क अनि यता राखेँ यहाँ तल देखाउँदा तल हेर्दा त्यहाँ राखेपछि चाहिँ देखाउँछ होइन अनि यहाँ देखाउँछ ठ्याक्कै स्क्यान गर्नु अनि हाल्नु होइन गाई कतिको चाहिँ भयो होला हामीले कम्तीमा नि भयो होला डिस्काउन्ट पुरै खुइलाको ठुलो यो चाहिँ आलु भइहाल्यो होइन सो गाइस हाम्रो सामान चाहिँ सकिसक्यो यो झोला चाहिँ हामीले ल्यायो होइन सो अब यहाँबाट यति भयो सामान चाहिँ फिनिस एन्ड पे गर्नु पऱ्यो होइन त्यसपछि यहाँबाट मोबाइल गर्नु पऱ्यो हाम्रो सामानहरू यति भयो है सो अनि मैले कार्डबाट सो यहाँ कार्ड छ मेरो अनि त्यसपछि यहाँबाट ट्याप्स गरेँ सक्यो भएन अथोराइज भयो टु गेट लाइक अ रिसिप्ट भन्छ होइन क्यास गऱ्यो सो गाइस अनि हाम्रो बिल यहाँ आउँछ होइन कति भयो ल लगभग 19.11 पाउन्ड भनेपछि 20 पाउन्ड जतिको भएछ 20 पाउन्ड इन्टु मल्टी गर्नु अनि त्यति भयो हाम्रो चाहिँ है सो गाइजहरू यति हो झोलामा प्याक गर्छौँ अनि त्यति जान्छौँ हामी है सो यो बिल चाहिँ राख्नुपर्छ अनि हामी 3 जना खान्छौँ अनि 3 जना डिभाइड गर्छौँ लाइ अनि 1 हप्तामा सकिन्छ उनीहरू सबै 1 हप्तामा फुलेन तरकारीहरू त सो यस्तो आलुहरू
टक्क हालेर गयो। सो गाइस यस्तो छ सबै ट्यापिङहरू सिस्टमको ढाँडा निस्किने हो ढ्याक्क निस्कियो गाइजहरू हामीले ग्रोसरी किनेर है त राम्रो डिटेली देखाउनु त पाइनँ है किनभने त्यहाँ मान्छेको भिड हुन्छ है सो यति बोक्यो लिन्डिङ हिँड्यो यस्तै त अनि गाइजहरू है नेपालतिर हुँदाखेरि भाइ मम्मीले बाइकमै लिएर सम्झिनौ भन्ने अहिले यसो बोकेर हिँड्नु पऱ्यो भेट्नु त गायब हुन्छ त सो गाइज यस्तै हो ल यस्तो छ भ्यू चाहिँ यस्तै भयो गाइज है त्यो अन्त होइन पछाडि दराजको जस्तै भोलिभरि झन् हिँड्नु भएको पुरै वाइन्ड ब्लास्ट आइरह होला गाइजहरू है हावा चिज छ बन्द गरिदिन्छु मैले अब क्यामेरा चाहिँ घर आइसक्यो है घर गएर हाल्दै गरिसक्यो ठिक ल घर पनि आइसक्यो सो गाइज आजलाई ब्लग यति नै है सो सी यू इन नेक्स्ट ब्लग बाई बाई थ्याङ्क यू सो मच गाइज लभ